चिन्तैमा जिउ जला चिन्ता नमन परनिया चिन्तैमा जिउ जला। समयको चक्रले सुख दुःखको फन्को लगाइरह्यो खोप्रीमा। पत्तै भएन खोप्रीवासीलाई कतिपल्ट घामको बुई चढेर हिउँदा आयो अनि बादलको काखमा बसेर कैयौं पटक बर्खा आयो। हाम्रो बाध्यता भनेको एउटा हेर्नुहोस्, राज्यले पनि ठगेकै हो। अब एउटा भौगोलिक आधारमा पनि ठगिएकै छौँ अनि राज्यले पनि अब हेर्ने दृष्टिकोण अलिक कमै हुन्छ। अब ठाउँ त्यस्तै छ, अलिकता समाज पनि कमै छ। त्यस्ता ठाउँलाई के हेर्ने भन्ने एउटा हुन्छ कि जुम्लाकै दुर्गम गाउँमा पर्छन् तल्लो खोप्री र माथिल्लो खोप्री। बर्सिरह्यो बेला बेला हिउँ पानी अनि असिना झरिरहे रुखो जमिनमा कोणधारी बिरुवाका तीखा पातहरू। कतिपल्ट सुकायो शिशिरले गुराँसका मुनाहरू, तर पनि बसन्त आउँदा फुलिरहे नयाँ नयाँ लाली गुराँसहरू। चिलीभिडको फेद हुँदै उकालीमा भारी बोक्दै कति वर्ष बिते, कसैले कुनै खातामा हिसाब राखेन। अनेक सुख दुःखका सम्झना छन् खोप्रीवासीको मन मस्तिष्कमा। हुन त एक हिसाबले जिन्दगी भनेकै सम्झनै सम्झनाको माला बाहेक अरू के नै हो र। अन्न पानीले बनेको शरीरलाई जीवित तुल्याउन जमिनले दिइरह्यो खोप्रीवासीलाई गहुँ जौँ आलु फापर। वन जङ्गललाई सुरक्षा दिए, यसको बदलामा खोप्रीवासीले पाइरहे बहुमूल्य जडीबुटी, साथमा घाँस दाउरा र स्याउला सुत्तर पनि। देशमा राजतन्त्र ढलेर गणतन्त्र आयो। संघीयतापछि सिंहदरबारको अधिकार गाउँ गाउँ पुग्यो भनियो, तर खोप्रीमा अहिलेसम्म पनि सडक पुगेन। यो कुनै भावनामा बगेर बनाइएको रिपोर्ट होइन, यथार्थको धरातलमा टेकेर खोप्रीको वास्तविकतालाई देखाउने जमर्को हो। गाउँलेहरू अहिले पनि खानेपानीका लागि सङ्घर्ष गरिरहेका छन्। गाउँभन्दा अलि पर एक मात्रै धारा छ, त्यही धाराबाट जेनतेन खोप्रीवासीले प्यास मेटिरहेका छन्। त्यसो त यहाँका नागरिकले राज्यलाई कर दिइरहे, आखिर राज्यबाट उनीहरूले के पाए? अहिलेको गम्भीर प्रश्न यही हो। खोप्रीवासीको जीवनमा सन्तोषका दिन धेरै आए, दुःखका पल पनि उत्तिकै आए। हामीले त केवल मिडियाको धर्म निभाउँदै सत्यको खुलासा गरिदिएका छौँ, बाँकी सत्ता चलाउनेहरूले बुझिदिउँ। दुःखै दुःखको जीवन बाँचिरहेका खोप्रीवासीसँग एउटा अनमोल खजना छ, त्यो हो नदै गुफा। झन्डै 200 मिटर लम्बाइको प्राकृतिक सुरुङ मार्ग सहितको नदै गुफा छ खोप्रीमा। गुफाभित्र गौँथलीका गुण र देवी देवताका चित्रहरू छन्। नदै गुफाले आफ्नो गर्भभित्र असीमित सम्भावना छिपाएको छ। नदै गुफाबारे बाँकी अर्को भेटमा। मानबहादुर कुँवर, नयाँ कर्णाली, जुम्ला।